हाम्रो दूतावासले भन्छ लेपुलेखको बारेमा प्रधानमन्त्रीले कुरा उठाउनु भयो, लगायतका अन्य विषयहरू पनि भए भनियो, हाम्रो आपत्ति रह्यो भनियो, जसमा चाहिँ चीनले एउटा स्टेटमेन्ट दियो भन्ने छ। चीनको राष्ट्रपति सी जिनपिङले के भन्नुभयो भन्ने समाचारमा उद्धृत भए अनुसार या विज्ञप्तिमा आए अनुसार यो प्रब्लम या यो जो अहिले तपाईहरुको बीचमा चाहिँ प्रब्लम देखिएको छ, यो बोर्डर इस्युज या भूमिको इस्युजहरू, यो भारत र नेपालको प्रब्लम हो। यसमा हामी किन बीचमा पर्ने? तपाईहरुको आपसको यो के हो तिक्तता, यसलाई मिलाउने कुरा तपाईहरुको, हाम्रो कुनै यसमा चाहिँ विरोध पनि रहेन, समर्थन पनि रहेन, हामी तटस्थ छौं भनेर एउटा उले चाहिँ स्टेटमेन्ट दियो। अर्को विषय, चिनिया राष्ट्र मन्त्रालयले यो विषयलाई कहीँ पनि नलेख्नुले मौन रूपमा चाहिँ चीन र भारत एक आपसमा चाहिँ यो एग्रिमेन्टको चाहिँ बचाउमा या चीनले त्यो एग्रिमेन्टको समर्थन गरेको हो। अब यसलाई कसरी बुझ्ने भन्ने कुरा कूटनीति भाषामा के भन्छ त्यसले बुझ्ने भन्ने कुरा भर पर्छ। जस्तो केही दिन अगाडि मात्रै चीनको विदेश मन्त्री भारत जानुभयो र भारतमा यो खालको सहमति भयो। नेपालले चाहिँ विरोध गर्यो, दुईटै देश समक्ष विरोध गर्यो। हाम्रो परराष्ट्र मन्त्रालयले एउटा वक्तव्य पनि जारी गर्यो आफ्नो स्ट्यान्ड क्लियर गरेर। अनि यो विषयमा अहिले एससिओमा जाँदाखेरि चाहिँ हाम्रो प्रधानमन्त्रीले यो विषय त्यहाँ उठाउनु भयो हैन। दुई पक्षीय छलफल हुँदाखेरि विषय उठ्यो। विषय त विभिन्न उठ्यो, अघि पनि भनिहालियो हैन। हामीले आधिकारिक कुरालाई मान्नुपर्छ। अब चिनियाहरूलाई के अप्ठ्यारो पनि होला भने त्यो बोलिहाल्नको लागि मलाई लागेको कुरा मात्रै है। यो फेरि के होला भन्दाखेरि केही दिन अगाडि मात्रै, एक महिना पनि पुरा भएको छैन, एक महिना भर्खरै भनौँ 15 दिन पनि भएको छैन, त्यहाँ चाहिँ सहमति गरिया छ। अनि अहिले भर्खर तपाईको त्यसको विरुद्ध बोलिहाल्ने कुरा चाहिँ सायद उहाँहरूको अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले धेरै म्याच्योर कुरा नहुन सक्ला हैन। त्यसो भएको हुनाले यसलाई धेरै हाई साउन्डिङ नगरेको होला। तर चीनलाई के थाहा छ भने यो नेपालले अपोज गरेको छ भन्ने थाहा छ। र हामीले चाहेको पनि के हो भने यो चीनले हामीलाई दिलाइदिने पनि होइन त। चीनले हामीलाई फिर्ता गरिदिने पनि होइन, चीनले केही गर्ने पनि होइन। चिनिया राष्ट्रपतिले भनेको जुन विषय बाहिर आएको छ ठिकै हो, यो प्रब्लम भनेको नेपाल र भारतको मूलत यो प्रब्लम भने नेपाल र भारतकै हो। जब हाम्रो जमिन भारतले मिचिया छ भने त्यो जमिन फिर्ता हामीले अन्त खोजेर कहाँबाट पाउँछौँ होइन। हामीले चीनसँग खोजेर पनि पाउँदैनौँ, अर्को कोही देशसँग खोजेर पनि पाउँदैनौँ। हामीले खोज्ने त्यही जमिन हो, त्यो जमिन भारतले कब्जा गरेको छ होइन। यो एकदम साँचो कुरा हो। हाम्रो भनाइ के मात्रै हो भने त्यसरी हाम्रो जमिन जो कब्जा गरेको छ भारतले, त्यो जमिनको बारेमा तपाईहरुले सहमति गर्दाखेरि हैन, यो त नेपालको जमिन हो, नेपाललाई थाहै नदिकन, नेपालसँग सोध्दै नसोधिकन, नेपालसँग सल्लाह चाहिँ नगरिकन यो किन गर्नुभयो? यो त हाम्रो सार्वभौमिकतामाथि अलिकति थिचोमिचो हो हैन। यो थिचोमिचो हाम्रो निमित्त स्वीकार्य छैन। हामीले यसको विरोध गर्नुपर्छ। हामीले भने यति हो, यो देशभित्र हामीले गर्यौं। यो फोरममा गएर के ओलीजीले बोल्नुभयो कि भएन? मुख्य कुरो अहिले यहाँ छ, यो प्रचारबाजी जसरी एमालेले गर्यो, एमालेका नेता कार्यकर्ताहरू सोशल मिडियामा गरे या यो अहिले एउटा जत्था या भनौँ साइबर सेना लगाएर यो गलत भाष्य बनाए एमालेले भन्ने परेर आएको छ कि बाहिर। किन यसको विरोध भयो त? यदि प्रधानमन्त्रीले साँच्चीकै गर्नुभयो जसरी चाहिँ दूतावासले भनेको छ, यो कुरालाई किन मान्छेले पत्याएनन् त? यसलाई केसँग तुलना गरियो भने चिनिया परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिसँग कम्प्यारिजन गर्दाखेरि त त्यहाँ त यो विषय छैन। यसको मतलब के भन्यो भने नेपाली दूतावास भनेको कार्यकर्ताले भर्ती केन्द्र हो, त्यसले चाहिँ त्यही भाषा बोल्यो जुन चाहिँ सरकारले चाहिँ इच्छाए या प्रधानमन्त्रीले इच्छाएको विषय बोल्नुभयो। राजदूत पनि एमालेको कार्यकर्ता, एमालेको भर्ती भएको भनेर यो यावत, किनभने राजदूत त अब पोलिटिकल नेताहरूले नै सिफारिस गर्ने हो, सरकारले नै गर्ने हो। यो जुन चिनिया परराष्ट्र मन्त्रालयले लेख्नु पर्थ्यो किन लेखेन त? अब तपाईले भनेको पहिलो प्रश्नमै जाउँ। अहिले हाम्रो देशमा के छ भने अब जे गर्दा पनि त्यसप्रति नेगेटिभ खालको दृष्टिकोण बनाउने यो खालको प्रचलन छ। यो गर्न सजिलो पनि हुँदो रहेछ, किन यस्तो गर्न प्रमाण पनि चाहिँदैन, आधार पनि चाहिँदैन, धरातल पनि चाहिँदैन हैन। कसैले साँचो कुरा भनिरहेछ, कहाँ हुन्छ साँचो? त्यो गलत हो भनिदियो भने हुन्छ। अनि त्यही कुरो चाहिँ तपाईको बाहिर सञ्जालतिर एकदम धेरै चाहिँ चर्चाको विषय बन्छ। यस्तो हुने गरेको छ। यो एउटा चरित्र विकास भइरहेछ क्या हाम्रो समाजमा।